लोकसेवामा 6 पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानुनी व्यवस्था गरिँदैछ भने त्यो गलत छ। कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावना विपरीत छ। यसरी परीक्षाबाट नै वञ्चित गर्नु नेपाली युवाहरूलाई अझ बढी खाडी र मलेसियातिर धकेल्नु हो। सरकारले रोजगारीको विकल्प पनि नदिने, परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्ने, मौलिक अधिकारबाट वञ्चित गर्नु हो। त्यसकारण लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनु पर्दछ। बरु अब राजनीतिक नियुक्ति कतिपटक खान पाउने, चुनाव कतिपटक लड्न पाउने, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति कतिपटक हुन पाउने भन्ने विषयमा बहस गरौँ। माननीय सभामुख महोदय, मेरो विचारमा राष्ट्रपति, उपराष्ट्रपति 1 पटक भए हुन्छ, प्रधानमन्त्री 2 पटक भन्दा बढी नहुने, मन्त्री सांसद बढीमा 3 पटक हुने र गैर सांसद मन्त्री हुने व्यवस्था गरौँ। सत्ता सञ्चालन र पटक पटक चुनावमा फेल हुनेलाई निषेध गरौँ, तर नेपाली भाइ बहिनीहरूलाई लोकसेवा लड्ने र राष्ट्र सेवक बन्ने अवसरबाट वञ्चित नगरौँ, निषेध नगरौँ।